हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई मिनी भ्लग। अरे हामी चाहिँ आज यो पुडासैनी गाउँ आएको छौँ होइन, तलको है गहिरा गाउँ आइरहेछौँ। अनि हामी चाहिँ यहाँ हामी सुषमा पुडासैनी यहाँ सबैजना यसरी बस्नु भएको छ, मकै छोडाइरहनु भएको छ होइन। अनि म पनि आछु। यहाँ हाम्रो केशव मामा चाहिँ के गर्दै हुनुहुन्छ, मल उठाउँदै हुनुहुन्छ। जुत्ता निकाल ल ल मन पर्दैन यसो राम्रो घरमा चलाउनु भइसक्यो। हजुर कराइरहनु हाम्रो काँक्रो यस्तो भल्न थाल्यो। हामी चाहिँ काँक्रो त्यो कसो के अरे सेलरोटी खाएर अनि हामी यहाँ आयौँ। म कसलाई भन्न फेरि नफेरि मलाई भातै खाँदैन के होला कता रहेछ र दुईटा जङ्गली बोकेर आएछन् हुन्छ। ल तिमी यता नै तथा ल हामीले चाहिँ यहाँ एक मुठा पतना पनि पायौँ है। अनि कति खोजेको आजकल यो फुलले मासिसकेको रहेछ, कतै पनि भेटेन। निर्मली कहाँ थियो त्यहाँ रहेन जग्गा। अब हामी त्यो मोहनको छोरीले ल्याए यहाँ आइपुग्यौँ होइन। एकजना गएर यसरी माथि आउने हो। बाटो यस्तो राम्रो भएछ। अनि हामी चाहिँ अब यहाँ कान्छा दाइको घर प्रवेश गर्दैछौँ। म त यहाँ नाम कति भइसक्यो, धेरै वर्ष भइसक्यो। अहिले कस्तो राम्रो त आएन नि यहाँ त। यहाँ चाहिँ बसेन नि आएर उयो यस्तो ए खोइ जम्मा दिदी घाँसको मुठै हुनुहुन्छ। कतैले मागेको घाँस मुठै दिनुभयो ठुलोले अनि बोकेर। बुढाबुढी भएपछि भन्न बाहिर देश गएको केटी हेर केटा खायो अरे के हुँदैन बाहिर कहाँ अहिले बिहानी आइज 2-4 वर्षपछि बो ठिक छ है नानी ठिक्क बेला राखेको है। बो म यिनले खिचेर मारो मैले यहाँ भिडियो बनाउनु लाग्यो क्या, केही नै हुँदैन केही नै हुँदैन। फाइनल्ली हामी चाहिँ यहाँ आइपुग्यौँ। नाइजले के गर्दै हुनुहुन्छ शीतल ताप्दै हुँदो रहेछ है। के छ खबर ठुल्बाको? भित्रमा आइज हुनुहुन्छ। ल अस्मिता बुढा छैन हेर है, घरको न्यास्टो ला भए। त्यहाँ मिठाई कसरी बाँड्दिया विदेशको भनेको चाहिँ कसै ल्यायो चाहिन्छ। कस्तो राम्रो है। खोइ अझ नि लैजाउँ न एउटा फुलको बेरमा। कस्तो हेर त यहाँ हेर त खोइ न गरे हेर यता छेउमा आऊ न। लड्छ अनि उता हामी ल्याएको त्यही त हो नि। आज सन्चै हुनुहुन्छ? कस्तो राम्रो बनायो घर पनि। सन्चै हुनुहुन्छ? अस्ति 4 दिन भयो। मम्मी के आज बस्नु भित्र पाहुना आएर लुके क्या हो? हामी चाहिँ घुम्दै फिर्दै यहाँ आइपुग्यौँ। यहाँ चाहिँ कोही हुनुहुन्न है। फाइनल्ली हामी चाहिँ रोशन दाइको घर आइपुग्यौँ है।
ह्यापी बर्थडे नानी। दिदी हो बाबा तिम्रो दिदी हो। म के भन्नु ल यो घर चाहिँ कसको गेस गर्नुहोस् है त हजुरहरू। हामी चाहिँ यहाँ आइपुग्यौँ। कस्तो राम्रो बनाएर चाहिँ यो घर कसको गेस गर्ने जिम्मा हजुरहरूको। अब हामी चाहिँ यता जाँदैछौँ। हामी चाहिँ घुम्दै 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 अहिले यतिखेर भने चाहिँ बिहारमा भिनाजुको घर आइपुगेका छौँ। यहाँ चाहिँ हाम्रो भिनाजु हुनुहुन्छ। भिनाजु मैले भिडियो बनायो यो धुपी यहाँ हेर्नुहोस् यस्तो राम्रो छ। मनी प्लान्ट त्यस्तो राम्रो छ। अङ्गुर फलिरहेको छ है। यस्तो राम्रो अङ्गुर फला छ। यतापट्टि यता ल यहाँ कति छ अङ्गुर खेर त्यो बोटै धान्न नसक्ने कति खानु अब। गुलियो अङ्गुर हो यो मिठो। यो चाहिँ के अरे अदुवा होइन। कस्ता बोट हुन्छ नि। हाम्रो दिदी चाहिँ यहाँ बाख्रा बाठालाई घाँस दिँदै हुनुहुन्छ। हामी चाहिँ यहाँ आरू खान आएको। आरू चाहिँ त्यस्तो राम्रो पाकेको चाहिँ रहेनछ। अलिअलि पाकेको छ त्यही पनि। यो चाहिँ टिप्न गइरहेको छ। ल फाइनल्ली हाम्रो चाहिँ आजको भेटघाट कार्यक्रम यहाँ सकिएको छ। बाई बाई। लभ यु अल।